नमस्कार सबैजनालाई। हाम्रो किचनबाट फेरि एउटा नयाँ भिडियो लिएर तपाईँहरूको अगाडि आएको छु। आज यो फापरको पिठोमा भेजिटेबल्सहरू हालेर यसलाई रोटी बनाउनेको प्रिपरेसन चलिरहेको छ है। यो फापरको पिठो देख्न सक्नुहुन्छ तपाईँहरू। यसमा चाहिँ तपाईँको भेजिटेबल्सहरू जान्छ। यो भेजिटेबल्समा तपाईँको धनियाँ भयो, प्याज भयो, गाजर भयो, फाइन ग्राइन्ड गरेर त्यसलाई चाहिँ त्यो पिठोमा मजाले मिक्स गरेर त्यसलाई एउटा ब्याटर बनाउनु पर्यो। मिक्स गरेर यसरी यो सबै एकै जग्गामा यो भेजिटेबल्सहरू हाल्दै मुस्दै गरेर चाहिँ एउटा ब्याटर बनाउनुपर्छ। यसलाई मजाले एउटा कन्सिस्टेन्ट फ्लो भएको ब्याटर बनिन्छ। हेर्दै जानुहोस्। हो यतिको त यो सबै भेजिटेबल्सहरू मिक्स छ यसमा है। यतिको कन्सिस्टेन्सी भएको ब्याटर बनाउनु पर्यो फापरको पिठोलाई है। मैले चाहिँ यो फापरको पिठो चाहिँ नेपालबाटै मगाएको थिएँ। अहिले त यहाँ पनि पाइहाल्नुहुन्छ, गोर्खे हाट है। तपाईँहरूको जग्गातिर पनि लाग्छ होला गोर्खे हाट, त्यहाँ पाइहाल्नुहुन्छ। कालिम्पोङमै चाहिँ तपाईँको बिहिबार लाग्छ गोर्खे हाट। त्यहाँनिर मजाले प्रशस्त एभाइलेबल हुन्छ, धेरैवटा चिजहरू पाइन्छ। हाट बजारमै लाग्छ। कालिम्पोङ आउँदा तपाईँहरू भिजिट गर्नु सक्नुहुन्छ गोर्खे हाट है। राम्रो राम्रो सामानहरू पाउँछ। यसरी फ्राइङ प्यानमा तपाईँको तेल मजाले गरम हुनुहुन्थ्यो। त्यहाँदेखि त्यो ब्याटर हालेर मजाले फिजायो है। मजाले थिन बनाउनु भयो भने चाहिँ त्यो क्रिस्पी हुन्छ। त्यो भएर राम्रो टेस्ट आउँछ। मजाले जतिसक्दो पातला फिजाउनुहोस्। अनि एक साइड पाकेपछि त्यसलाई टर्न गरेर अर्को साइड पनि पकाउनु पर्यो है। फापरलाई चाहिँ तपाईँको इङ्ग्लिसमा बकव्हिट भन्छ है। यो यति साह्रो गुण छ यो चिजको कि तपाईँको इट्स भेरी रिच सोर्स अफ प्रोटिन एन्ड फाइबर। प्रोटिन र फाइबर पुरा हुन्छ यसमा। त्यसमा नेचुरली ग्लुटेन फ्री हो। यो ग्लुटेन हुँदैन यसमा। राम्रो चिजहरू मात्रै हुन्छ। जुन चाहिँ नराम्रो चिज ग्लुटेन हो त्यो त हुँदैन यसमा है। सो फापरहरू अब हाम्रो पहिलादेखि पुर्खाहरूले खाएको चिजहरू भयो है। यो चिजहरू एकदमै राम्रो चिजहरू हो क्या। उनीहरूले अब जानेरै यो चिजहरू छानेको जस्तै नि एकदमै दामी चिज हो यो। त्यो अघिको ब्याटरमा स्वाद अनुसार नुन पनि गएको छ है। मैले त्यो भन्नु भुलेछु। पाक्यो हो, त्यहाँदेखि बिस्तारै अर्को साइड फर्काउनु पर्यो। त्यहाँदेखि मजाले अर्को साइड पनि पकाउनुपर्छ। निकै लामै बेर पकाउनुपर्छ। पकाउनु चाहिँ राम्रो पाकेन भने चाहिँ पेट बिग्रिन्छ फेरि साथीहरू। राम्रोसँग लामो टाइमसम्म पकाउनुपर्छ। त्यो जुन चाहिँ ओइल युज गरेछ त्यसको बदलीमा कम्ती तपाईँले घिउ पनि युज गर्नु सक्नुहुन्छ है। त्यो पनि राम्रो हुन्छ। पकाउनु चाहिँ मजाले पेसेन्ससँगले मजाले थिच्दै पल्टाउँदै पकाउनुपर्छ। एकदम राम्रो पाक्नु पर्यो। अब रेडी भयो साथीहरू। यहाँ सक्नुहुन्छ फापरको रोटी, यहाँ सब्जी छ है, यहाँ तपाईँको लसुनको चटनी छ, चिया छ। बास यति नै हो चाहिने कुरा। ल है साथी, म त रेडी भयो। अब खान थालेँ म त। तपाईँहरू पनि यो हेरेर सिकेर है मजाले बनाउनुहोस्, खानुहोस्, इन्जोय गर्नुहोस्। इट्स भेरी हेल्दी। एकदमै हेल्दी चिज हो यो है। नानीहरूलाई पनि खुवाउनुहोस्। मजा आउँछ एकदमै मजा। टेस्ट पनि दामी हुन्छ, मजा पनि आउँछ। ओके, इन्जोय द भिडियो एभ्रिवान।
अझै खान्छु Ini kan mau order kan? Không chịu bơm không?